नमस्ते, म तपाईँलाई आज इभी गाडी किन्दाखेरि ध्यान दिनुपर्ने कुराहरूका बारेमा केही जानकारी दिन आइरहेको छु। इभी गाडी तपाईँ अथवा नयाँ किन्दै हुनुहुन्छ अथवा तपाईँ डिजेल र पेट्रोल गाडीबाट चाहिँ तपाईँ नयाँ इभीमा तपाईँ जाँदै हुनुहुन्छ भने म तपाईँलाई केही टिप्स दिन गइरहेको छु। इभी गाडी किन्दाखेरि तपाईँको फ्युल कस्टका कुराहरू त आउँछ, त्यसमा वातावरणमा तपाईँले दिन सक्ने योगदानका बारेमा त कुरै नगरौँ। त्यसपछि मैले तपाईँलाई गाडी किन्ने बेलामा जानकारी लिनुपर्ने कुरा के हो भनेदेखि चाहिँ कुन ब्रान्डको गाडी हो त्यो तपाईँ लिन खोज्नुभएको गाडी अथवा ग्लोबल मार्केटमा यसले कति प्रतिशत हिस्सा ओगटेको छ तपाईँले त्यो हेर्न एकदम आवश्यक छ। त्यसपछिबाट तपाईँले लिने गाडीको त डिजाइनका बारेमा त तपाईँको अटोमेटिक ध्यान गइहाल्छ। त्यसपछिबाट त्यसको पर्फर्मेन्सको बारेमा पनि तपाईँको ध्यान गइहाल्छ। ब्याट्री र रेन्ज कति दिन्छ भन्ने कुरामा पनि तपाईँले एकदम चनाखो हुनुपर्छ र त्यसमा चाहिँ आफू जानकार हुनुपर्छ। यसको साथसाथै कुन टेक्नोलोजीमा बनेको छ र यो कतिको सेफ्टी छ तपाईँले त्यो पनि हेर्नुपर्ने हुन्छ। त्यो सँगसँगै तपाईँले मेन्टेनेन्स खर्च कति लाग्छ त्यो पनि तपाईँले हेर्नुपर्ने हुन्छ। भनेदेखिबाट त्यसका ती भोलि चाहिँ कुनै पनि पार्ट पुर्जा बिग्रियो भनेदेखि चाहिँ त्यो पार्ट पुर्जाहरू चाहिँ नेपालमा सहजै पाइन्छ कि पाइँदैन तपाईँले त्यो चाहिँ असाध्यै ध्यान दिनुपर्ने हुन्छ। यस्तै गरी आफूले किन्ने गाडीको रिसेल भ्यालु पनि त तपाईँले बुझ्नै पर्यो। त्यसपछिबाट यो जुन गाडीको आफ्टर सेल सर्भिस छ त्यसमा पनि तपाईँ एकदम चनाखो हुनुपर्छ। किनभनेदेखिबाट कतिपय नेपालमा गाडीहरू ल्याएर बेच्नुहुन्छ तर त्यसपछिबाट भने उहाँहरूले चाहिँ त्यत्तिकै छोडिदिनुहुन्छ अनि त्यसपछिबाट 1 वर्षपछि गाडी बन्द हुन्छ। त्यसपछिबाट तपाईँले चढ्ने गाडी पनि बन्द हुन्छ। त्यसैले यी कुराहरू तपाईँले ध्यानमा राखेर गाडी किन्नुभयो भने तपाईँले पक्कै पनि दुःख पाउनुहुने छैन।